म जन्मेर यत्रो भएँ 35-36 वर्ष भएँ हैन। मैले अहिलेसम्म देश र के अरे अनुभव गरेको हैन, मैले अहिलेसम्म देखेको र अनुभव गरेको कुरा भन्दैछु। राजनीति दुई प्रकारको हुँदो रहेछ। राजनीति एउटा देश बनाउँछु, देशको लागि के गर्छु भनेर गर्ने राजनीति हैन। अर्को हजुरको पार्टी र पद अनि पावरको लागि गरिने राजनीति है। पार्टी पद र पावरको लागि गरिने राजनीति है। नेपालमा चाहिँ यो दुईटा मध्ये एउटा चाहिँ राजनीति भएकै छैन के। देशको लागि, जनताको लागि केही गर्छु भनेर कोही राजनीति गर्न आएको छ भने त्यो अहिले देखेको भर्खर लेटेस्ट देखेको गोपाल हमाल मेयर साहब के गोपी हमाल चाहिँ देखेको छु मैले हैन। नत्र देखेको छैन क्या, अरू कोही देखेको छैन क्या है। सबै पार्टी, पद र पावर यो तीनटाको मात्र पछि दौडेको देखेँ कि मैले। देश र जनता, भाडमा जाए देश र जनता। पार्टी, पद र पावर यो तीनटाको पछाडि मात्र दौडेको देखेँ। अनि कहाँबाट बन्छ देश